आदरणीय दर्शकवृन्द, हार्दिक स्वागत गर्न चाहन्छु यहाँहरूलाई परिवर्तन खबर युट्युब च्यानलमा। म हुँ यहाँको प्रस्तुता पत्रकार अशोक पौडेल। दर्शकवृन्द, कोशी प्रदेशका विभिन्न व्यक्तित्वहरूसँग हाम्रो परिवर्तन खबरले कुराकानी गर्ने क्रममा आज म विराटनगरको अत्यन्त महत्त्वपूर्ण व्यक्तित्व कहाँमा आइपुगेको छु। उहाँ हुनुहुन्छ नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष एवं विराटनगरका युवा व्यवसायी आदरणीय दाई भीम घिमिरेज्यू। दाई, यहाँलाई हार्दिक स्वागत छ परिवर्तन खबरमा। धन्यवाद अशोकजी। दाई, अब यहाँ चाहिँ नेपाल उद्योग परिसङ्घको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ, हजुर, विराटनगरको स्थानीय व्यवसायी पनि हुनुहुन्छ। लामो समयदेखि अहिले चाहिँ नेपालको अर्थतन्त्र उँधो लाग्ने क्रममा छ दाइ। हजुर, यहाँहरू त प्रत्यक्ष अनुभवी हुनुहुन्छ, उद्योग व्यवसायमा बसेर अहिलेको अर्थतन्त्रको स्थिति के हो र कतातिर गइरहेको छ भन्ने लागिरहेछ दाइ। कस्तो हो यो अवस्था, अलिकति बताइदिनु न। धन्यवाद अशोकजी, तपाईँको जिज्ञासाप्रति म धन्यवाद दिन चाहन्छु। अहिले तपाईँले भनेको कुराहरू वास्तवमा यथार्थमा प्र्याक्टिकलमा चाहिँ त्यो कुराहरू हुन्, तर अब सूचकहरू हेर्दाखेरि चाहिँ यो 2-4 महिनादेखि चाहिँ अलिक पोजिटिभ सूचक भन्ने हामीले पाएका छौँ। राष्ट्र ब्याङ्कले जुन रिसर्च गर्छ, एनालाइसिस गर्छ, राष्ट्र ब्याङ्कले प्रकाशित गर्ने सूचकहरू चाहिँ अर्थतन्त्र बलियो हुँदैछ, डलर पनि जम्मा भइरहेछ, ब्याङ्कमा पैसा पनि जम्मा छन्, उद्योगीहरूले चाहेको चाहिँ सस्तो ब्याजमा पनि पाउने भन्ने कुरा चाहिँ राष्ट्र ब्याङ्कले प्रकाशित गरेका सूचनाहरूबाट पनि हामीलाई थाहा भएको छ। र ब्याङ्कहरूले पनि पैसा कर्जा लिँदै भनेर अहिले चाहिँ ब्याङ्कहरू आइरहेछन्। यसले अलिकति ब्याङ्कको चाहिँ पोजिटिभ देखिएको छ। तर मुलुकको समग्र रूपमा हेर्ने हो भने नेपालमा औद्योगिक क्रान्ति, आर्थिक क्रान्ति गर्ने किसिमका प्लानिङहरू, योजनाहरू, कानुनहरू, सरकारबाट हुनुपर्ने कामहरू अहिले पनि भएको छैन। तपाईँलाई 2-4 कुरा भन्न चाहन्छु म। आर्थिक क्रान्ति गर्नको लागि पहिलो कुरा त कृषिमा आत्मनिर्भर बन्न सक्नु पऱ्यो। नेपाल जस्तो कृषि प्रधान देश 40को दशकसम्म 65% खाद्यान्नहरू हामी एक्सपोर्ट गर्थ्यौँ। टमाटर, तरकारी, ब्रोकाउलीहरू समेत पनि एक्सपोर्ट गर्थ्यौँ। आज हामी 80% खाद्यान्नहरू चाहिँ इम्पोर्ट गरेर आयात गरेर खाने कुरामा बाध्य भएका छौँ। हामीले पहिले त कृषिलाई चाहिँ आत्मनिर्भर बनाउन बाँझो रहेका जमिनहरूलाई हिमाल, पहाड, तराईका सबैतिर कुन कुन क्षेत्रमा कस्ता खेती हुन्छन्, त्यो खेती योग्य जमिनहरू, कहाँ मकै फल्छ, कहाँ कोदो फल्छ, कहाँ चाहिँ फलफुल फल्छन्, कहाँ तरकारी फल्छन्, कहाँ धान गहुँ फल्छन्, कहाँ जुट उत्पादन गर्न सकिन्छ, त्यस्ता क्षेत्रको चाहिँ हामीले संरक्षण गरेर किसानलाई मोटिभेसन गर्नुपर्छ। पहिलो कुरा यो सरकारबाट भइरहेको छैन, यो हामी पब्लिकबाट पनि, हामी किसानबाट पनि अहिले भइरहेको छैन। यो एउटामा सुधार गर्नुपर्छ जस्तो मलाई लाग्छ। अर्को कुरा चाहिँ शिक्षा र स्वास्थ्य चाहिँ नै एकदम गुम भइरहेको छ अहिले बिजनेस। अब यिनीहरूलाई चाहिँ नै शुद्ध पेसा त हुन्, तर धेरै कमाउ पेसा मात्रै नभएर सोसियल रेस्पोन्सिबिलिटीमा पनि अहिलेका हस्पिटलहरू, विद्यालयहरू, निजी क्षेत्रका विद्यालयहरूलाई सामाजिक दायित्व पनि छ है भन्ने कुरा चाहिँ सरकारले टाइप गर्न सकेको छैन। त्यो टाइप गर्न सक्नुपर्छ र शिक्षा र स्वास्थ्यलाई पनि नेपाललाई चाहिँ हब बनाउन सक्नुपर्छ, ताकि यहाँका विद्यार्थीहरू बङ्गलादेश, जापान, अन्त ब्याङ्कक जसका कारणले पुँजी पलायन नहोस् पठाउनबाट हामीले रोक्नुपर्छ, जसको कारणले यहाँको पुँजी चाहिँ विदेश नजाओस्। दाइ, अब यसैमा म अलिकति जोडिहाल्छु दाइ बोल्दा बोल्दै। राष्ट्र ब्याङ्कले जहिले पनि के भन्ने गरेको छ भने हामीसँग डलरको सञ्चित थुप्रै छ, त्यस कारणले चाहिँ आतिनुपर्ने स्थिति छैन, श्रीलङ्का बनिहाल्दैनौँ भनेर जहिले पनि ढाडस दिने गरेको छ। कि डलरको सञ्चितले मात्रै मुलुकको अर्थतन्त्र चाहिँ स्थिर हुन सक्छ दाइ? स्थिर हुन सक्छ, ग्रोथ अप गर्न सक्छ। अघि भने नि मुलुकलाई आर्थिक र समृद्धितर्फ उन्मुख गर्ने पनि धेरैवटा इलिमेन्टलाई चाहिँ हामीले प्र्याक्टिसमा ल्याउनुपर्छ र मुलुकलाई आत्मनिर्भरै बनाउनुपर्छ। पहिलो कृषिमा आत्मनिर्भर गर्नु पर्यो। दोस्रो कुरो चाहिँ नि स्वास्थ्य र शिक्षामा सरकारले चाहिँ नि यही स्वास्थ्य राम्रो छ, यही शिक्षा राम्रो छ भनेर अरबौँ रुपियाँ विदेश जानेबाट रोक्न सक्नु पर्यो। तेस्रोको युवा जनशक्तिलाई चाहिँ दक्ष जनशक्तिमा चाहिँ परिमार्जन गर्नु पर्यो, युवालाई चाहिँ उद्यमी बनाउनु पर्यो। क्या होइन कि खाडी मुलुकमा जाउँ, यहाँ केही छैन, सम्भावनै छैन भनेर चाहिँ यहाँको बलियो जनशक्ति, युवा जनशक्तिलाई बाहिर पठाउनुबाट रोक लगाउन सक्नु पर्यो। चौथो कुरा यहाँको खनिज र ऊर्जा प्रचुर छ, कानुनमा व्यवधानहरू छन्, सरकारी प्रक्रियाहरूमा चाहिँ एकदमै दुःख हुन्छ। खनिज र ऊर्जालाई सकेसम्म बढी उपयोग गरेर
उत्पादनमा ल्याएर विदेशी मुद्रा आर्जन गर्नुपर्छ। हामीलाई पनि नेपालमा पनि सस्तो रेटमा चाहिँ उत्पादन गरेर विद्युत दिनुपर्छ, खनिज दिनुपर्छ, चुन्नुगा दिनुपर्छ। सिमेन्ट उद्योगलाई भने फलाम उद्योगको चाहिँ उत्खनन गरेर र मेटेरियल निकाल्न सक्नु पर्यो र ऊर्जाको चाहिँ विकास गर्नु पर्यो। चाहे विन्ड मिलबाट उत्पादन होस्, चाहे नदीनाला रिभर रिसोर्सेसबाट होस्, चाहे चाहिँ अन्य सोलरबाट होस्। यी चाहिँ उत्पादनहरूलाई उत्पादन बढाएर हामीलाई स्वावलम्बी बनाउने र बाँकी रहेको चाहिँ विदेशमा बेचेर विदेश मुद्रा आर्जन गर्नुपर्ने हुन्छ। अर्को कुरा जडीबुटी वन जङ्गलहरूलाई चाहिँ सदुपयोग गर्न सक्नु पर्यो हामीले। हेर्नुहोस् यो पनि भइरहेको छैन, यतातिर पनि हामीले त्यो गर्नु पर्यो। र अर्को स्वदेशी उत्पादनलाई, स्वदेशी पुँजीलाई, स्वदेशी उद्योगीहरूलाई चाहिँ संरक्षण गर्ने पोलिसी ल्याउनु पर्यो। अनि मात्रै तपाईँले भनेको जस्तो उँधो गतिबाट उँभो गति आउँछ, अलिकति फर्किन्छ होला, नभए फर्किन सम्भव छैन। यसको लागि के गर्नुपर्छ भने कानुन परिमार्जन। नेपाल उद्योग परिसङ्घले कानुन परिमार्जन गरेर यत्रो 3 महले बुक बनाएर ल्याएको छ। केही कानुनहरू परिमार्जन गर्यो सरकारले लास्ट इयर, भनौँ न अगाडि केही महिना अगाडि। र प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकारको बिचमा समन्वयको अभाव छ। सबै राजा भए, सबै चाहिँ शासक भए, कोअर्डिनेसनको अभाव छ। सबैले कर लाउने भए, उद्योगमा पनि कर लाग्छ, कृषिमा पनि लाग्छ, एउटा सामान्य घरेलु उद्यमीलाई पनि लाग्छ, महिला उद्यमीलाई पनि लाग्छ। म स्थानीय तहको सरकार भन्छ, म प्रदेश सरकारको सरकार भन्छ, ऊ केन्द्रीय सरकार भन्छ। कसले कर लाउने हो? एकमुष्ट कर लाऊ, एकमुष्टबाट बाँड। यसले उद्योगीहरू हेरेसमेन्ट भएको छ। यी कुराहरूलाई करेक्सन गर्न सक्यो सरकारले पनि। र उद्योगीहरूको अनुभव, चाहे पर्यटन उद्योगी होस्, चाहे तपाईँको कृषि उद्योगी होस्, चाहे उत्पादनमूलक उद्योग गर्ने होस्, चाहे शिक्षाका उद्यमी होस्, चाहे सेवाका उद्यमी होस्, चाहे स्वास्थ्यका उद्यमी हुन्, चाहे खनिज र ऊर्जाका उद्यमी हुन्, यिनीहरूलाई चाहिँ साथमा लिएर काम गर्न सक्यो भने सम्भावना छ। तर अहिले लिइरहेको अवस्था छैन र तपाईँले भने जस्तै उँधो गतिमा गइरहेछ। तै अब यो सरकारबाट यो सबै कुराको अपेक्षा गर्न सकिन्छ? अहिलेसम्म चारैतिर अर्थतन्त्र छिद्रा पारेको छ सरकारले, अनि कानुनी रूपमा अघि तपाईँले भनिहाल्नुभयो कानुन निर्माण गर्न सकेका छैन र चाहिँ नि अहिलेसम्म अब अर्थतन्त्र डामाडोल हुने स्थिति आइसक्यो। रेमिटेन्सले मुलुकको अर्थतन्त्रको मेरुदण्ड हानेको छ। यो सरकारबाट अपेक्षा गर्न सकिएला यी सबै कुरा? रेमिटेन्सबाट मुलुकले म अर्थतन्त्र धान्छु भन्नु नै अब्जेक्ट नै गलत छ। त्यो रेमिटेन्समा हाम्रा युवा शक्ति पठाउनुभन्दा नेपालमै रोजगारी दिने, उद्यमशीलताको विकास गर्ने, दक्ष जनशक्तितिर चाहिँ उन्मुख गर्ने र त्यो युवा शक्तिलाई यहीँ लगाउने गर्नुपर्छ, एउटा कुरा। दोस्रो कुरो, सरकारले जति जे बोले पनि प्र्याक्टिसमा त छैन। तपाईँहरूले बार उद्योग वाणिज्य सङ्घ, उद्योग परिसङ्घले बार सरकारका प्रतिनिधिहरूसँग भेटेर कुरा राखिरहनु भएको छ, यो तरिकाले भएन आइतबार पनि जाँदैछौँ। तर सरकारले अहिलेसम्म सुनिरहेको स्थिति छैन। केही कुरा सुनेर पोलिसी मेकिङमा चाहिँ नीति निर्माणमा, कानुन संशोधनमा केही कुराहरू चाहिँ सम्बोधन भएको छन्। बजेटमा पनि केही कुरा सम्बोधन भए, तर कार्यान्वयन पक्ष फितलो छ, कार्यान्वयन भएन। बजेटमा सम्बोधन भए, बजेटमा प्रवचन भए, अर्थमन्त्रीले भाषण गर्नुभयो, कानुन मन्त्रालयले कानुन संशोधनहरू गरे, तर ती कुराहरू प्र्याक्टिकल ऐन बन्दैनन्, कार्यविधि बन्दैनन्, जसको कारणले कार्यान्वयन हुन सकेनन्। त्यसको परिणामले आज स्वदेशी उद्योगीहरू, पर्यटन उद्योगीहरू, ऊर्जाका उद्यमीहरू, उत्पादनमूलक उद्योगीहरू, साना घरेलु महिला उद्यमीहरू, कृषि उद्यमीहरू विचलित भएको छ। यसको दोषी को दाइ? दोषी सरकारले को हुन्छ? जुनसुकै भए पनि सरकार अभिभावक हो। सरकारले कार्यान्वयन गर्न नसक्नु सरकारको कमजोरी हो। अर्थतन्त्रको सवालमा यो संविधान र गणतान्त्रिक राज्य व्यवस्था असफल भयो भन्नु मिल्छ? यस्तो हुन्छ, संविधान, गणतन्त्र, लोकतन्त्र नै असफल भयो हालो भन्न चाहिँ मिल्दैन। किनभने लोकतन्त्रको विकल्प अबको जमानामा यो 21औं शताब्दीमा एकतन्त्र हुन सक्दैन। तर लोकतन्त्र कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ अहिले बिचको सरकार छ नि, प्रदेश सरकार, अहिले 8 वर्षको अनुभवले के देखायो भने प्रदेश सरकारको औचित्य देखिएन। किनभने न अधिकार छ, न उसको अन्डरमा एउटा सिपाही छ, न एउटा पुलिस छ, न एउटा कुनै अड्डा छ। त्यस कारणले गर्दा लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रको विकल्पमा प्रजातन्त्र नै हो, लोकतन्त्र नै हो। अहिले एकतन्त्र शासन, अहिले हिटलरको शासन अथवा 21औं शताब्दीमा त्यो किसिमको शासन बर्दाश्त गर्न जनताहरूले नचाहला। तर अलिकति सप्रिएको, सुधारिएको लोकतन्त्र होइन, त्यो हुनु पर्यो। र 8 वर्षको अनुभवले के बतायो भने 2072 को संविधानमा त्रुटि छ, निर्वाचन प्रणालीमा त्रुटि छ,
तपाईँको चाहिँ प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकारको बिचमा अधिकार दिने कुरामा पनि त्रुटि भए र प्रदेश सरकार चाहिँ निकम्मा भयो। प्रदेश सरकारको अनुभूति कसैलाई पनि छैन। र हामी के भन्न चाहन्छौँ भने अब संविधान संशोधन गर्नुपर्छ। निर्वाचन प्रक्रिया, निर्वाचन प्रणाली समानुपातिक, समावेशी के भनेको छ नि, त्यो चाहिँ त्यसरी भागभण्डा लगाएर एउटा के भन्छ अध्यक्ष, उसलाई अनुभव छैन, उसलाई पोलिसी ब्याङ्किङमा पठाउने मान्छे त विज्ञ हुनु पर्यो, दक्षताविहीन, ऊ दक्ष हुनु पर्यो, विज्ञ हुनु पर्यो, पढे लेखा हुनु पर्यो, अनुभवी हुनु पर्यो। कोटाको नाममा, जातको नाममा, समानुपातिको नाममा अनि आफ्नो परिवारका सदस्यहरूलाई भर्ती गर्ने काम निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ, एउटा कुरा। दोस्रो कुरो, संविधान संशोधनमा अब प्रदेश सरकारको औचित्य देखिएन, प्रदेश सरकार चाहिँ आवश्यक भएन भनेर दुई तहको सरकार राख्नुपर्छ, एउटा केन्द्रीय सरकार, एउटा स्थानीय सरकार। र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ, अनुगमन गरेर प्रदेश स्तरमा एउटा संयन्त्र बनाउनुपर्छ, त्यो संयन्त्रले अनुगमन गर्छ। र दुई तहको सरकार बनायो भने यो बिचको सरकारको प्रशासनिक खर्च, सांसदहरूको खर्च, भत्ता खर्च, मिटिङ खर्च, यो पार्वण खर्च, भ्रमण खर्च सबैले चाहिँ हरेक वर्ष 20 अरब रुपियाँको तपाईँ विकास निर्माण गर्न सक्नुहुन्छ। टिचिङ हस्पिटल गर्न खोल्न सक्नुहुन्छ, खनिजको एउटा उद्योग गर्न सक्नुहुन्छ, होइन, कुनै कृषिको उद्यम गर्न सक्नुहुन्छ, बाटो पुल पुलेसाहरू बनाउन सक्नुहुन्छ, सिँचाइको विकास गर्न सक्नुहुन्छ। त्यस कारणले बिचको सरकार अब आवश्यक छैन भन्ने कुरा धेरै जनतालाई, उद्यमीहरूलाई त छ, धेरै जनतालाई पनि यो आइसक्यो, यसलाई संशोधन गर्नुपर्छ। अब अहिलेको यो जुन राज्य सत्तामा रहेका शक्तिहरू, राजनीतिक पार्टीहरू त्यसका निम्ति तयार छन् दाइ? तयार छैनन्, भित्री रूपमा तयार छन्, किनभने यो एजेन्डा त नेकपा माओवादी र उपेन्द्र यादवको पार्टीले ल्याएको एजेन्डा हो, गणतन्त्र, समावेशी, यो समानुपातिक भन्ने, होइन। र अर्को के गर्नुपर्छ भने मन्त्री परिषद गठन गर्दा सांसदबाट होइन, विज्ञबाट राख्नुपर्छ। यदि यो भयो निर्वाचन प्रक्रिया, निर्वाचन जुन भड्किलो भएको छ नि, एउटा असल मान्छे छ, ऊ भिजनरी मान्छे छ, ऊ विज्ञ छ, उसले चाहिँ मुलुकको लागि नीति निर्माण चाहिँ राम्रो गर्न सक्छ, उसँग पैसा छैन भने ऊ सांसद बन्न सकेन, अब आँटै गर्न सक्दैन उसले। त्यस कारणले पैसा नहुने मान्छे तर असल मान्छे, यो देशको नीति निर्माणमा पुग्न पाउने अधिकार उसको छैन, नागरिक अधिकार छ नि। त्यस कारणले गर्दाखेरि मन्त्री हुन पाउँछु भन्ने आशले करोडौँ करोड चुनावमा खर्च गर्ने, अनि त्यहाँ जाने मन्त्री हुने, अनि घुस खाने, लुट्ने, यो प्रवृत्तिलाई पनि संशोधन गर्नुपर्छ। र प्रत्यक्ष प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री गऱ्यो भने ऊ 5 वर्ष अटुट भएर काम गर्न सक्छ। र विज्ञहरूबाट 80% मन्त्री परिषद विज्ञबाट र 20% मात्रै राजनीतिक पार्टीबाट नियुक्ति गर्ने व्यवस्था गर्यो भने चुनाव भड्किलो हुँदैन। असल मान्छेहरू पोलिसी मेकिङमा जान्छन्, नीति निर्माणमा जान्छन्, त्यहाँ बिजनेस गर्छन्, सरकारको लागि, देशको लागि, यो धरतीको लागि, होइन भने चुनावमा खर्च गर्छन्, त्यहाँ लुट्छ। यो मुलुक कहिले विकास हुँदैन, व्यक्ति धनी हुन्छ, देश धनी हुँदैन। त्यसै त मुलुकै रहेन नि, मुलुकै रहेन। र राजनीतिक पार्टीलाई चाहिँ के छ भने धेरै पार्टीका मान्छेहरूलाई यो भित्री मनमा छ तर बोल्न सकिरहेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी त उठाइरहेको छ तपाईँले भने जस्तो। राप्रपाले उठाएको छ, त्यो एजेन्डामा मेरो पनि समर्थन छ। हेर्नुहोस्, मलाई लाग्छ दुईवटा पार्टी बाहेक, नेकपा माओवादी र उपेन्द्र यादवजीको पार्टी बाहेकका नेताहरूलाई भित्र मनमा छ, बाहिर बोल्न सकिरहनु भएको छैन। यसले भोलि राजनीतिमा चाहिँ हाइपर हुन्छ कि हानि नोक्सानीको पुर्याउने हो कि के पो हुने हो कि भनेर। तर त्यो कुरा जसले बोल्यो नि त्यसले चाहिँ क्रेडिट पाउँछ, त्यसले जनताको सपोर्ट पाउँछ, त्यसले जनताको समर्थन पाउँछ र उसले चाहिँ राज्य सत्ता चाहिँ लामो समयसम्म नेतृत्व गर्न सक्छ जस्तो मलाई लाग्छ। हस् त, यहाँले आफ्नो अत्यन्त व्यस्त समय पनि परिवर्तन खबरको कुराकानीका निम्ति उपलब्ध गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दाइको के छोटो सन्देश भए दिनु हुन आग्रह गर्छु। ठिक छ, तपाईँले पनि यो हाम्रो निजी क्षेत्रको भावनाहरू, निजी क्षेत्रका विचारहरू, निजी क्षेत्रले भोगेका दुःखका अनुभूतिहरू तपाईँको मिडिया मार्फत सम्प्रेषण गर्ने अवसर दिनुभयो। तपाईँ र तपाईँको च्यानललाई पनि म धेरै धन्यवाद दिन्छु। र यो मुलुक हाम्रो हो, हामीले बनाउने हो, हामी निराशा छैनौँ, हामी दुःखी छौँ तर हामी आशावादी छौँ। यो मुलुक बनाउने जिम्मेवारी हरेक नेपालीको हो, तपाईँ पत्रकारको पनि हो, राजनीतिक पार्टीको पनि हो, कर्मचारीको पनि हो, हामी निजी क्षेत्रको पनि हो। हामी इमान्दार भयौँ भने, हामी 4वटा 5वटा पक्ष इमान्दार भयौँ भने यो देशमा विकास सम्भव छ। यो देशले समृद्ध नेपाल बन्न सक्छ, सुखी नेपाली पनि बन्न सक्छौँ। हामी यो भन्छौँ नि स्विजरल्यान्ड बनाउने भनेर, स्विजरल्यान्डको विकासको जुन उदाहरण छ त्यो उदाहरण नेपालमा गर्न सक्छौँ। तर हामी इमान्दार भएर लाग्नु पर्यो, संविधान संशोधन गर्नु पर्यो,
असल मान्छेको नेतृत्वमा चाहिँ पोलिसी मेकिङको काम चाहिँ सदनमा संसदमा नीति निर्माणमा असल मान्छे जानु पर्यो। त्यहाँ चाहिँ हारा लुट गरेर मेरो समय आउँदैन अहिले लुट्ने हो भन्ने प्रवृत्तिको विकास छ। त्यसलाई हामीले चाहिँ समाप्त गर्न सक्यौँ भने असल मान्छेले नेतृत्व गर्छन्, विज्ञहरूले मन्त्रालय चलाउँछन्, उनीहरूलाई लोभ हुँदैन किनभने खर्च गरे हुँदैन, विज्ञबाट चाहिँ नियुक्ति भए हुन्छन् मन्त्री र प्रधानमन्त्री चाहिँ प्रत्यक्ष रूपमा चाहिँ निर्वाचित भयो भने जनताको 5 वर्ष यो राजनीतिक स्थिरताले पनि यो देश चाहिँ यो खोक्रो भएको छ, राजनीतिक स्वार्थले पनि यो देश खोक्रो भएको छ। त्यसतर्फ अब राजनीतिक पार्टीले पनि यो 8 वर्षको अनुभवले हुन त 30 वर्षको 35 वर्ष भइसक्यो प्रजातन्त्र आएको, यो 35 वर्षको अनुभवमा उहाँहरूले पनि बुझ्नु भएको छ अब चाहिँ खुलेर अगाडि आएर देश बनाउन लाग्नुपर्छ जस्तो मलाई लाग्छ। हस् त, धन्यवाद, हस् त, थ्याङ्क यू।